हेलो गाइज वेलकम ब्याक टु माई ब्लग फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा युट्युब च्यानलमा धेरै दिन पछि हैन केही छैन यस्तो मोबाइल देखाएको हैन आइफोन देखाएको हैन मैले यहाँ छोप्देको मैले लोगो अहिले दिउँसो भन्नाले लगभग 4-5 बजे छ यताको हैन हावा मौसम यस्तै हो यताको नेपाल जस्तै हो नेपाल जस्तै हो यताको हैन टक्क हेर्न सक्नुहुन्छ काम लागेको छ हावा चलिरह एकदम राम्रो छ मौसम यहाँ हाम्रो चाहिँ त्यहाँ मामाको गाडी हो अहिले हरियो सिग्नल छ यसो गइदिनु पर्यो यहाँ रातो भयो भने 3 मिनेटसम्म ए रोक्नु पर्छ यस्तै छ यताको हैन यस्तो लागिरहेको ट्रेन स्टेसन ट्रेन गुड्ने ट्रेन त यता ओकिनावामा ओकिनावा भनेको आइल्यान्ड जस्तो हो कि एउटा त्यसमा त ठुलो ट्रेन हुँदैन सानो मोनोरेल जस्तो हुन्छ कि मोनोरेल भन्छ सानो सानो हुन्छ त्यहीको स्टेसन हो एकी यो चाहिँ रिभर माछाहरू मोनोरेलको स्टेसन भयो यो माथिबाट चाहिँ यही मोनोरेल गुड्ने तलबाट गाडीहरू मान्छेहरू हिँड्ने माथिबाट मोनोरेल गुड्ने बाटो मेरो होस्टेल चाहिँ ठ्याक्कै यो ओकिनावा होटल भन्नेको पछाडि छ के ओकिनावा होटल भन्ने पछाडि हो होस्टेल यो चाहिँ सुपा भित्र जाने यो फाइनली म चाहिँ सुपाभित्र आएँ हैन यही हो यताको सुपा टक्क यहाँबाट यो लिने सामान किन्नको लागि यहाँदेखि स्टार्ट भयो प्राइस हेर्नु कि एउटा कद्दु पर्सीको 430 छ आई एम नट इन्ट्रेस्टेड यो चाहिँ हाम्रो एकदम फेभरेट खानेकुरो मासु 1 केजीको लगभग 900 जति पर्छ दिनकै खाने भनेको यही हो तरकारी एफोर्ड गर्न सकिँदैन दिनकै खाने भनेको तरकारी मासु ओन्ली मासु मासु बिना त भातै जाँदैन भित्र मान्छेहरू छ तपाईहरुलाई चाहिँ यसो टुर गराइदिउँ यताको सुपर मार्केट कस्तो हुन्छ भनेर किन त एउटा रामी लिने हो नुडल्स त्यही खाने बस्ने हो सब थोक पाइन्छ कि यसमा खाने कुरादेखि लिएर लाउने कुरासम्म सब थोक पाइन्छ यसमा त झन् सस्तो हो एउटा म्याक्स भ्यालु भन्ने हुन्छ सुपर मार्केट त्यो त झन् यस्तो महँगो हुन्छ चाहिँ तेलको 1 लिटर तेलको प्राइस 495 विथ ट्याक्स मैले लिने भनेको यो रामेन एउटा यो लिने हो सस्तो हो 126 यही खाने हो रामेन खाने हो बस्ने हो यहाँ चाहिँ चामलको यसो एकचोटि हेर्नु त 5 केजी चामलको 4425 रुपियाँ सकिँदैन अन्त तरकारीहरू पनि प्याकेटमै आउँछ कि हेर्नु नि काउली प्याकेटमा फ्रोजन हुन्छ टक्क जाने बोइल गर्ने खाने सुविधा हेर्नु क्या यताको रामेन मात्रै किन्नु पैसा चाहिँ यहाँ यसरी पे हुन्छ टक्क जित्ने हो पैसा हाल्ने टक्क यो पैसा रिटर्न आउँछ सामान चाहिँ मैले चाहिँ एउटा टक्क रामेन किनेर होइन सकेपछि हो यस्तै छ यहाँको सपिङ गर्ने टक्क बाहिर निस्किने हो अब रुमभित्र जाने मस्तले पेट पूजा गर्ने यो लिएर यहाँ चाहिँ बस्ने ठाउँ बसेर साथीहरूसँग गफ गर्दै खाँदै बेलुका भइसकेछ घाम लागिरह मौसम एकदम बब्बाल
यो मान्छे फेरि कहाँ होइन एक्लै यस्तो हो नि मोन्स्टर खाइदिन म होइन गाइज रुम फर्किरहेको थिएँ त्यो रामी किनेर अब साथी आयो अब त्योसँग यसो मोन्स्टर किन्न गइदिउँ भनेको होइन हेलो भन यता कहाँ कहाँ हेर्नु त वाटरमेलन यत्रो सानोको प्राइस चाहिँ 1390 माई गड त खाइने के हो यो ए सकरखण्डा ओके ढुङ्गामा तताएर खानु यस्तो बनाएको कि तर हामी भनेको एकदम सोझो मान्छे होइन भाषा पनि त्यस्तै हो भाषा अलिकति नि आउँदैन होइन पुष्कर भाषा अलिकति पनि आउँदैन हेरोस् भाषा अलिकति नि आउँदैन घुम्यो बस्यो जापानिजहरूले गाली गऱ्यो नि हाई हाई भन्ने हो बस्ने हो कति हो र नेचुरल यहाँ रहेछौ तिम्रो मोन्स्टर इनर्जी ड्रिङ्क फाइनली हामी चाहिँ सपिङ गरेर आइसक्यो तिमीले के किन्यो हेर त बिस्कुट प्लस इनर्जी ड्रिङ्क मैले चाहिँ रामेन किनेको होइन अब आजको लागि यहीँसम्म हो भ्लग अब फेरि भेटौँला नेक्स्ट भ्लगमा बाई बाई गरिदिएको यहाँ क्यामेरामा ट्याप्पा हाना त एकचोटि